रातारात तपाईँको चाहिँ राति 12 बजे व्यापारीको घरमा बसेर सरकार ढालेर खोइ कहाँ गए ती त्यत्रा भुटानी शरणार्थीका त्यत्रा काण्डहरू कहाँ गए? के नेपाली जनताको म्यान्डेट माओवादीलाई सरकार चलाउने हो त? त्यो पनि ठिक थिएन। त्यो सही होइन। हाम्रो त अध्यक्ष कमरेडले भन्नुभयो यो म्याजिकल नम्बर हो। हिजोका दिनमा एउटा राजा थिए, आज हजारौं राजा छन् भन्ने कुरा आइरहेछ। स्थानीय निकायदेखि लिएर गाउँ गाउँमा सीमा दरबार भनिएको छ, तर त्यहाँ लुटतन्त्रको एक खालको चाहिँ नि त्यो एउटा भाव चलिरहेको अवस्था छ। कि नेपालीलाई ठग्न आँखाले टुलु टुलु हेर्ने र छोडिरहने हो तपाईँहरूको काम? नेकपा एमालेमा अहिले जसरी एउटा ट्रेन यो चलिरहेछ म झोले भनेर, तर ढिलै भयो भने उहाँहरू वास्तविकतामा आउनु भएको छ। नेपालमै गएर पनि बाँच्न सकिन्छ है, केही गर्न सकिन्छ है भन्ने वातावरण बन्दियो भने म पनि जान्छु भन्ने खालको तपाईँले पनि सोचिराख्नु भएको छ भन्दाखेरि विदेशमा रहेका नेपालीहरू सबैले यो सोच्न जरुरी पनि छ। एउटा कम्पनी खोल्यो, 10-8 वटा भिसा निकाल्यो, मान्छेहरूसित 2-4 लाख रुपियाँ पैसा उठायो, लिएर आयो, अलपत्र पार्यो। दर्शक महानुभाव नमस्कार। हामी यतिखेर कतारमा छौँ। कतार बसाइको क्रममा हामीले कतारमा रहेका विभिन्न सङ्घ संस्था र त्यो सङ्घ संस्थासँग आवधिक आधिकारिक प्रतिनिधिहरूसँग कुराकानीको क्रमलाई जारी राखेका छौँ। कतारमा नेपाली समाज र नेपाली समाजको नेतृत्व गरिरहेका त्यस्ता व्यक्तित्वहरूसँगको इन्टरेक्सन पनि हामीले जोड्दै आएका छौँ। यसै क्रममा आज मसँग फ्रेममा हुनुहुन्छ राजेन्द्र देवकोटा, जसलाई राज भनेर पनि हामी चिन्छौँ। जनप्रगतिशील मञ्च कतारका अध्यक्ष हुनुहुन्छ, कतारका सफल व्यवसायी हुनुहुन्छ। 2007मा कतारमा आएर 18 वर्षको लामो यात्रा कतार बसाइको क्रममा गरिसक्नु भएको छ। सर्वप्रथम सरलाई स्वागत छ। हजुर नमस्ते, धन्यवाद। कतार बसाई तपाईँको धेरै लामो भइसक्यो। 18 वर्ष भनेको लगभग आफ्नो जीवनको आधाउधी जिन्दगी कतार बसाइमै बिताइसक्नु भएको छ र आफूले बाँचेको जिन्दगीको अनुभवको हिसाबले हेर्दै गर्दाखेरि बच्चाको जिन्दगीलाई थोरै ब्याक गर्ने हो भने आधाउधी बसाइ नै तपाईँको कतारमा भइसकेको अवस्था छ। के छ अवस्था अहिलेको? उपरवालाको कृपाले सबै कुरा राम्रै छ भन्नु पर्यो। ओके। अब विगत 17-18 वर्ष पहिला अब कतार छिर्दै जाँदा सामान्य एउटा रोजगारीको क्रममा यतिसम्मको सामाजिक आर्थिक प्रगति गर्छु भन्ने त्यो एउटा यत्रो मिसन बोकेर आइए थिएन, जुन एक्सपेक्टेसन बोकेर आइएको थियो त्योभन्दा राम्रै गरियो जस्तो लाग्छ। उपरवालासित जे दिनुभएको छ खुसी छु भन्नु पर्यो। विशेष गरी यो लामो बसाइमा तपाईँले एनआरएनसँग पनि जोडिएर इभन सामाजिक अभियानमा पनि आफू त अवश्य पनि बन्ने कुरा त रहि नै हाल्यो, अरूलाई पनि सहयोग गर्ने अनि सामाजिक भावना जागृत गर्ने कुरा, अनि त्यसमा चाहिँ तपाईँ आफै पनि जनप्रगतिशील मञ्च कतारको चाहिँ अध्यक्ष जस्तो पदमा चाहिँ तपाईँ हुनुहुन्छ। एउटा राजनीतिक परिशिष्टाङ्कलाई हेर्दाखेरि त्यो राजनीति गर्नेहरूको कतारको एउटा ठुलो जमातको पनि तपाईँ अध्यक्ष हुनुहुन्छ। त्यसको नेतृत्व कसरी गरिराख्नु भएको छ अहिले चाहिँ? अब यसमा के छ भने अब म एउटा सानैबाट अब क्रान्तिकारी ब्याकग्राउन्डको परिवारमा जन्मिएँ। मेरो बाबा स्वभावैले क्रान्तिकारी र व्यवहारले पनि क्रान्तिकारी। एउटा सानो उमेरदेखि नै एउटा त्यो क्रान्तिको विषयमा, क्रान्तिको बारेमा एउटा छवि बोकेर हिँडियो र स्कुले जीवनबाटै अब यो अलिकति सीमान्तकृत वर्गहरू, अलिकति पिछडिएका वर्गहरूको विषयमा यो धेरै कुराहरू सुन्दै आइयो, बुझ्दै आइयो र फलस्वरूप कालान्तरमा अब कतार आउँदा पनि विशेष गरेर युरोप अमेरिका जाने साथीहरूभन्दा यी मध्यपूर्व खाडी कतार जस्ता देशहरूमा आउने अधिकांश चाहिँ हाम्रा यी श्रमिक वर्गहरू हुने भएको कारणले र उनीहरूको सामिप्यतामा चाहिँ बसेर मैले आफूले काम गर्न पाउँदै गर्दाखेरि यो आफ्नो अलिकति इच्छाको विषय पनि हो र यो श्रमिकहरूसित समन्वय गरेर अलिकति सीमान्तकृत पिछडिएका वर्गहरूसित समन्वय गरेर यिनीहरूको उत्थानको लागि लड्न पाउँदाखेरि मैले वास्तवमै म अहिले आफू जुन पदमा छु त्यहाँ बस्दाखेरि मैले एकदम रमाइलोका साथ, रोचकताको साथ मैले यो आफ्नो जिम्मेवारीलाई पुरा गर्दैछु भन्नु। तपाईँको यो पद विरासतको पद अथवा उग्र भएको कारणले पाएको पद अथवा यो समाजमा अलिकति अरूभन्दा फरक हुन्छ नि, यसले ठोकिहाल्छ कि टाइपको अलिकति डन टाइपको भएको कारणले पाएको पद त होइन नि? हो
एकदमै मजाको क्वेसन गर्नुभयो तपाईँले किनभने अब मेरो अलिकति पछाडिको मेरो आफ्नो ब्याकग्राउन्ड हेर्दा हिजोबाट म जनमिलिसिया हुँदै आफ्नो एउटा स्कुले जीवन हुँदै हामी जनकारबाहीदेखि सबै कुराहरूमा चाहिँ अलिकति इन्भल्भ भएर हिजोदेखि नै अलिकति सहीलाई सही र गलतलाई गलत हुनुपर्छ गलतलाई गलत भन्नुपर्छ र गलत गर्ने छुट आफूले पनि गर्नुहुन्न र अरूलाई गलत गर्ने मान्छेलाई त्यसरी सजिलै क्षमा पनि दिनुहुन्न भन्ने मेरो आफ्नो जुन एउटा फिलोसोफी छ त्यसले गर्दा पनि अलिकति त्यो देखिन्छ तर आज विगत 15-17 वर्षदेखि प्रत्यक्ष अप्रत्यक्ष रूपमा यही नेपाली समाजमा बसेर यही जोडिँदै गर्दाखेरि हिजो एउटा जनयुद्ध कालबाट अपेरा नृत्यहरू हुँदै हिजोको एउटा जनमुक्ति सेनाको चाहिँ एउटा सफरदेखि आज यहाँ आएर 15-17 वर्ष यही मोर्चामा काम गरेर गर्दाखेरि यो चाहिँ मैले आफूले एकदम डिजर्भिङ क्यान्डिडेट भएर चाहिँ आफूले लिएको पद हो जस्तो मलाई लाग्छ। जस्तो कि राजनीतिक रूपमा तपाईँको माओ पार्टी माओवादी र क्रान्तिकारी पनि तपाईँको स्वभाव अघिदेखि पनि भनिराख्नुहुन्छ क्रान्तिकारी म भनेर क्रान्ति गर्नेहरूले जे सोचेर देशलाई चाहिँ नै हाँकेका थिए जनआन्दोलनदेखि लिएर अहिले त वर्षौँ पनि भइसक्यो झन्डै तपाईँ कतार आउनु र जनआन्दोलनको चाहिँ नै उपलब्धि आउनु उति नै वर्ष भइसकेको छ कतारमा बसेर हेर्दै गर्दा तपाईँहरूको माओ पार्टीले अथवा तपाईँहरू क्रान्तिकारीले एउटा ठुलो सङ्घर्ष गरेर अरू पार्टीलाई पनि चाहिँ नि आन्दोलनमा चाहिँ ल्याएको जुन गणतन्त्र छ यो गणतन्त्रमा अहिले पनि आन्दोलन अझै पनि राजावादीहरूको प्रदर्शन अहिले नेपालमा जारी रहेको अवस्थामा चाहिँ तपाईँहरूले गरेको जुन उपलब्धि अथवा ल्याएको उपलब्धिले त खासै नेपालमा प्रगति गरेन अथवा राम्रो गरेन भन्ने कुराहरू पनि आलोचनाको रूपमा आइरहेको छ यसलाई कसरी हेर्नुहुन्छ तपाईँले? एकदमै सापेक्षित प्रश्न गर्नुभयो यसको लागि तपाईँलाई धेरै धन्यवाद। यो अहिले के छ भने अब माओवादीहरूलाई विशेष गरी यो 17,000 को ट्याग दिने हैन तिमीहरू क्रान्तिकारी के पायौ त के गर्यौ त त्यत्रो मारेर त्यत्रो रगतको होली खेलेर के पायौ त भन्ने खाली यो एउटा यो प्रश्न एउटा चाहिँ अहिले एकदमै त्यो कमन प्रश्न जस्तो बनिसकेको छ के यसमा चाहिँ म के भन्न चाहन्छु भने हिजोको सबैभन्दा पहिला त सबैले बुझ्नुपर्ने छातीमाथि हात राखेर नेपाली कांग्रेस नेकपा एमाले अहिलेका रासपा लगायत जति पनि नेपाली राप्रपा लगायत राप्रपाले त अब संविधानै मान्दिन भनेर हिँड्छ हैन उनीहरु त राजा हो देश बचाऊ फेरि त्यही उसमा उनीहरुले एजेन्डा बोकेर ती राजावादी बाहेकका जति पनि गणतन्त्रवादीहरु हुनुहुन्छ उहाँहरुले सोच्नुपर्ने प्रमुख कुरा चाहिँ के भने के 10 वर्ष महान जनयुद्ध नभएको भए यो देशमा गणतन्त्र सम्भव थियो संघीयता सम्भव थियो संविधान सभाबाट संविधान निर्वाचन सम्भव थियो धर्मनिरपेक्षता सम्भव थियो संघीय समानुपाती समावेशी सम्भव थिएन पक्कै पनि थिएन त्यो 10 वर्षमा जस्तो यो के हुन्छ भने एभ्रीथिङ इज फेयर इन लभ एन्ड वार भन्छ कि यो तपाईको हैन विषय ठीक हो कि मैले जे उपलब्धि आयो त्यो उपलब्धिले जनतामा परेको प्रभावलाई हेरिरहेको छु अहिले पनि भिजिर भिजाको काण्ड मच्चिरहेछ हिजोका दिनमा एउटा राजा थिए आज हजारौं राजा छन् भन्ने कुरा आइरहेछ स्थानीय निकायदेखि लिएर गाउँ गाउँमा सीमा दरबार भनिएको छ तर त्यहाँ लुट तन्त्रको एक खालको चाहिँ नि त्यो एउटा भाव चलिरहेको अवस्था छ हैन यो स्थिति यो परिस्थितिमा तपाई आफै पनि अहिले कतारमा हुनुहुन्छ हजारौं युवा हरेक दिन वैदेशिक रोजगारमा चाहिँ अहिले पनि गइरहेछ गणतन्त्र आइसकेपछि त युवा नेपालमै रहनुपर्ने हो नेपालमै बस्नुपर्ने हो नेपालमै केही अवसरहरूको सृजना हुनुपर्ने हो हैन अब त त्यो पनि अब झन्डै 1 दर्जन वर्ष भएर पनि बढी गइसक्यो 15 वर्ष प्लस भइसक्यो गणतन्त्र स्थापना भएको पनि अझै पनि उपलब्धि त जनताले पाएन नि भन्ने प्रश्न हो क्या यहाँनिर हो तपाईले एकदमै समसामयिक विषयवस्तुको उठान गर्नुभयो यो के छ भने तपाईको यो 240 वर्ष लामो राजतन्त्र जस्तो नेपाली कांग्रेस झन्डै तपाईको 75-77 वर्षबाट चाहिँ एउटा नेपाली कांग्रेस स्थापना भएर आएको छ नेकपा एमाले पनि झन्डै 70 वर्ष पुरानो पार्टी हो यी लामा पार्टीहरु र अलिकति के भयो भने नेपालमा हाम्रो यो राजनीतिक स्कुलिङ हुन्छ नि यो स्कुलिङ अलिकति हामीले चाहिँ गलत रूपमा लियौं र गलत रूपमा
प्रचार प्रसार गऱ्यौँ जस्तो म आफूलाई लाग्छ। अहिले मलाई पनि चिन्ता लाग्छ। अहिले तपाईँको गाउँ दूरदराजका गाउँहरूमा जाने हो भने पहिला एउटा राम्ररी साँगुररी हिँड्ने बाटाहरू हुन्थेनन्। अहिले बिच बाटा घाटा पानी बिजुली सबै पुग्दा पनि गाउँहरू खाली छन्। युवाहरू अब सबै सहरतिरै पलायन हुने, आफ्ना परिवारहरू ल्याएर सहरतिर राख्ने र युवाहरू चाहिँ विदेश पलायन हुने जुन एउटा ट्रेन छ, यो ट्रेन एकदमै विकराल भन्दै आएको अवस्था छ। अब यसमा अब ठ्याक्कै यो गणतन्त्र र यो भन्दा पनि देशमा के भयो भन्नुहुन्छ भने अलिकति नेपालमा चाहिँ म आफूलाई लाग्छ देश उत्पादनमा जान सकेन। हामीले संविधान लिएर आयौँ, हामीले संविधानमा विभिन्न खाले व्यवस्थापनहरू गऱ्यौँ। अहिले संसारको सबैभन्दा उत्कृष्ट संविधान हामीले बनाउँदै गर्दा पनि होला नि त्यसमा एक दुईवटा रिजर्भेसन काहीँ होला, त्यसलाई संशोधन गर्नुपर्ने कुराहरू होलान्, अभिलेख होइन, त्यसलाई संशोधन पनि गरिएला। तर आज म जस्तो युवा, म हिजो एउटा देशको क्रान्तिको लागि लडेको युवा आज यति लामो विदेश बसाइ हुँदै गर्दाखेरि म आफूलाई पनि छिट्टै चाहिँ नेपाल फर्केर त्यहाँ गरम गर्न पाए हुन्थ्यो भन्ने म आफूलाई पनि छ। तर त्यहाँ व्यवस्था भएको छैन होइन। त्यो त कसले गर्यो त नि, त्यो त्यही त कुरा गरिरहेको छु अघि किन भएन भन्ने हो। अब यसको पछाडि चाहिँ के छ भन्नुहुन्छ भने मैले अघि पनि भने हाम्रो राजनीतिक संस्कार अलिकति गलत भयो। अब तपाईँको नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी, रासपा भनेर जुन हामीले डिभाइड गरेका छौँ, आज म एउटा नेकपा माओवादीको क्याडर हुँदै गर्दाखेरि मैले चाहिँ नेकपा माओवादी मात्रलाई चाहिँ सोचेर अगाडि बढाउने भएँ। तपाईँ नेकपा एमालेको क्याडर हुनुहुन्छ, तपाईँले नेकपा एमाले मात्रै हुनुभयो, अर्को कङ्ग्रेस छ उसले कङ्ग्रेस मात्रै सोच्यो। किनभने मैले नेकपा एमाले र कङ्ग्रेसले गरेको सही कुरालाई सही मैले भन्न सक्ने अवस्था रहेन। र तपाईँहरूले माओवादीले राम्रै गरे पनि तपाईँले चाहिँ एप्रिसिएट गर्न सक्ने संस्कार रहेन कि। किनभने आफ्नो दल प्रमुख भयो, सबैको चाहिँ एउटा तपाईँको नेपाल बनाउने, सिङ्गो नेपाल बनाउने एजेन्डा राखेर हामी त्यहाँ बसेर बहस गऱ्यौँ भने पो एउटा सबैको छलफलबाट लास्टमा कुनै न कुनै एउटा सहमति त्यहाँ बन्छ त। त्यो तपाईँबाट सुरुवात गर्नु नि त। तपाईँ आफै अध्यक्ष हुनुहुन्छ, तपाईँले एमालेकोले गरेको राम्रो काम, काङ्ग्रेसले गरेको राम्रो काम या रासपाले गरेको राम्रो कामलाई चाहिँ राम्रो भन्ने गर्नुभएको छ कि छैन? होइन, मैले भन्ने गरेको छु, मैले आफूले नै भन्ने गरेको छु र म खुलेरै प्रशंसा पनि गर्ने गरेको छु। यसमा मैले इभन राजावादी हाम्रो अहिले प्रमुख वर्गीय शत्रु जस्तो राजावादी जस्तो भएको छन् होइन, तर पनि उहाँहरूले पनि यदि राम्रो काम गर्नुहुन्छ र देश र जनताको लागि गर्नुहुन्छ भने म राम्रो एप्रिसिएटै गर्छु। ओके, हामी यो संस्कार बसाउनुपर्छ। यो तपाईँले दिनुभएको पोजिटिभ सन्देशलाई म एप्रिसिएट गर्छु। पक्कै पनि एउटा पार्टीमा बस्दै गर्दा मेरै पार्टी मात्रै सबै कुराले ठिक भनेर भन्नु नै हाम्रो गल्ती हो भन्ने कुरा पनि एउटा भयो। जब राम्रो गरिरहेछ कसैले भने त्यसलाई खुलेर प्रशंसा गर्नु पनि पर्ने हुन्छ। यो कुरा गर्नुभयो। तपाईँले कतार बसाइको क्रममा 18 वर्ष बिताउँदै गर्दा 18 वर्ष अगाडिको कतार र आजको कतार देखिराख्नु भएको छ आफ्नै आँखा अगाडि, जबकि आफ्नै देशको परिस्थितिलाई हामीले त्यो तरिकाको परिवर्तनमा देखाएको छैनौँ। जति छिटो कतार विकास भयो त्यति नै छिटो विकास नेपाल हुन सकिरहेको छैन, जसले गर्दा नेपाली युवाहरू नेपाल फर्केर जान सकिरहेको छैन, विदेशमा बसेका युवा। इभन तपाईँ पनि उदाहरण हुनुहुन्छ त्यसको, किनकि अघि भर्खर तपाईँकै मुखबाट मैले सुनिसकेँ कि म देशमा जानका लागि अझै पनि कुरिरहेको छु, वेट गरिरहेको छु। त्यहाँ व्यवसायको वातावरण बन्दियो भने नेपालमै गएर पनि बाँच्न सकिन्छ है, केही गर्न सकिन्छ है भन्ने वातावरण बन्दियो भने म पनि जान्छु भन्ने खालको तपाईँले पनि सोचिराख्नु भएको छ भन्दाखेरि विदेशमा रहेका नेपालीहरू सबैले यो सोच्न जरुरी पनि छ वास्तवमा भन्ने हो भने, र त्यो वातावरण बन्न जरुरी छ नेपालमा। र यसो भन्दै गर्दा अब म अहिले एउटा यो माओ पार्टी एमाले सरकारमा छ, उनीहरूको एउटा अभियान हालसालै चलिरहेछ कि म झोले भनेर है। अब यहाँ भन्दै गर्दाखेरि माओवादीमा पनि यो शब्द आउन थाल्यो। अब वर्षौँ भयो नि त माओवादीले चाहिँ अब आफ्नो तरिकाले क्रान्तिकारी भन्दै हिँडेको होइन। यसमा पनि झोले सदस्यहरू त छन्, माओवादीको झोले भनेर हिँड्नेहरू छन्। यो खासमा यो झोले भन्ने शब्दलाई चाहिँ तपाईँले कसरी परिभाषित गर्नुहुन्छ? अब यो झोले नेकपा एमालेमा अहिले जसरी एउटा ट्रेन यो चलिरहेछ म झोले भनेर, तर ढिलै भयो भने उहाँहरू वास्तविकतामा आउनु भएको छ। त्यो कुरामा म सिङ्गो एमाले पार्टीलाई म चाहिँ एकदम धन्यवाद दिन चाहन्छु। र अहिले फेरि अब यो के छ भन्नुहुन्छ भने अहिले ठ्याक्कै नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी यी पुराना दल भनेर जसरी एउटै टोकरीमा हालेर हामीले विश्लेषण गर्ने गरेका छौँ, यो चाहिँ मलाई सरासर गलत हो। यो चाहिँ नेकपा माओवादीलाई चाहिँ यो चाहिँ अन्याय हो जस्तो लाग्छ मलाई। जस्तो झोले भन्दै गर्दाखेरि तपाईँले भाषण गरेको कुनै एउटा बेलाको याद आयो मलाई। म प्रचण्डका लागि चाहिँ
आफ्नो जिन्दगी लाग्छ भने म दिन तयार छु भन्दै हुनुहुन्छ हो प्रचण्डको लागि दिनु भनेको तपाईँ आफै पनि त त्यही अघिको शब्दसँग चाहिँ ठ्याक्कै टच हुनुभयो त यो तपाईँले मजाको विषय उठाउनु भयो मैले मेरो भाषणमा पनि विभिन्न उसमा नि मैले भन्ने गरेको छु यदि मेरो लाइफको 1 सेकेन्ड पनि ठ्याक्कै मैले आफूले क्विट गरेर यदि कमरेड प्रचण्डको उहाँको जीवन चाहिँ लामो हुन्छ र मेरो आयु उहाँलाई थपिन्छ भने राइट नाउ यही कुर्सीबाट म चाहिँ आफ्नो लाइफ क्विट गर्नलाई तयार छु तर यो के छ सम्भव छैन त्यसो भने तपाईँ चाहिँ कसको झोले हो त पहिला म नेपालमा रहेका ती तमाम सामन्तकृत वर्गहरूको झोले हो म महिलाको झोले हो म मधेसीको झोले हो म मुस्लिमको झोले हो हैन म जनजातिको झोले हो म दलितहरूको झोले हो राजी तपाईँले हामीसँग त अब कुरा गर्दा राम्रै कुरा गर्नुभयो तर कतारमा तपाईँले जति पनि कतारमा आतङ्कपना मचाउनेदेखि लिएर सबै चिज गर्नेमा राजदेव कोटाकै नाम अगाडि आउँछ भन्ने आरोप छ अन्य राजनीतिक दलका साथीहरूले पनि त्यही भन्छन् के भन्नुहुन्छ तपाईँ यो तपाईँ के पहिला अहिले पनि अब जनयुद्धमै छु म माओवादीमै छु म लडाकु नै हो भन्ने लाग्छ के लाग्छ यहाँलाई यो कस्तो हो भने अब अहिले सरसर्ती हेर्दाखेरि नेपालमा सबैभन्दा बढी गाली खाने कमरेड प्रचण्डै जस्तो लाग्छ मलाई किनभने यो चाहिँ संसारभरिका मान्छेहरूको यो एउटा चाहिँ संस्कारै हो जस्तो लाग्छ मलाई जुन फलोमा जुन हाँगोमा फल फल्या हुन्छ त्यही हाँगोमा झट्टी हान्ने चाहिँ एउटा परम्परा छ जुन एउटा प्रावधान छ जस्तो के छ भने म अलिकति व्यवहारले अघि पनि भने मैले म अलिकति गलत गरेको देखेको उ गरेको म देख्नै सक्दिनँ चाहे ऊ कति पैसावाला छ चाहे ऊ राजनीतिक रूपमा कुन चाहिँ पदमा छ र ऊ कहाँ छ उसित कति पैसा छ उसले के प्रतिष्ठा राख्छ भन्ने कुराले मलाई त्यस्तो खासै असर गर्दैन र मलाई मेरो बाबाले सानैबाट के संस्कार दिनुभयो भने मेरो जीवनको राजनीतिक गुरु पनि हो मेरो बाबालाई तपाईँको इन्टरभ्यू मार्फत म उच्च सम्मान पनि गर्न चाहन्छु फलस्वरूप मेरो बाबा नै राजनीतिक गुरु हुनुहुन्छ उहाँले तिमी जहाँ छौ त्यही विचारको बहस गर विचारको बहस विचारमा लडाइँ रहने अब अहिले के छ भने तपाईँ सरस्वती हेर्नुहुन्छ भने प्रचण्डले 15,000 को जुत्ता लायो 20,000 को घडी लायो अरे बाबा दुईचोटि तीनचोटि प्रधानमन्त्री भइसकेका मान्छे हो गोल्ड स्टार लाएर हिँड्दिनु पर्ने प्रचण्डको त्यति पनि हुन होला त म एउटा कार्यकर्ता भएको हिसाब किताबले उहाँलाई आवश्यक परेर मलाई लाएर दिने भने 15,000 को कि 1,50,000 को घडी म पनि दिन सक्छु नि उहाँलाई तपाईले विचारको बहस भन्नुभयो तर राजदेव कोटाको अगाडि त विचारको बहस त छैन सधैँ लडाईँको बहस छ कतारमा अब लडाईँ कुन तपाईले भौतिक लडाईँ भन्नुभयो कि भौतिक लडाईँ नै भने अब केही दिन पहिला हामीले नेपाली दूतावासमा गणतन्त्र दिवसको दिन कार्यक्रम भइरहेको थियो त्यो दिन नि तपाईँ भौतिक आक्रमणमै उत्रिरहनु भएको थियो हैन भौतिक आक्रमण भनेर त्यसरी ठ्याक्कै भौतिक आक्रमणमै त उत्रि जस्तो लाग्दैन मलाई तर पनि एउटा कुरा के हुन्छ भने अब सबै चिजको चाहिँ एउटा लिमिट हुन्छ जस्तो अब मैले हजुरलाई पत्रकार महोदय भनेर मैले तपाईलाई सम्मान दिँदै गर्दा मैले तपाईलाई गिभ रेस्पेक्ट टेक रेस्पेक्ट भन्छ के अब सबै कुराको एउटा लिमिट हुन्छ हैन जस्तो अब एउटा त्यो बोतलमा पनि 1 लिटरको बोतलमा 1 लिटर पानी नै अटाउँछ के त्यो भन्दा बढी हालेर त्यो भन्दा उ गर्न सक्यो कि त त्यो बाहिर भएर जान्छ कि त्यो हाल्ने भाँडै फुटेर जान्छ त्यसको लिमिट एक्जिस्ट हुँदैन अब त्यति नभइसकेपछि अलिकति युवा रगत हो हैन युवा खुन हो अब अलिअलि त्यो त अब आइहाल्छ अघि नै भने मैले क्रान्तिकारी ब्लड हैन हैन माओवादीको अध्यक्ष राजदेव कोटालाई कतारमा कसैले केही भन्न मिल्दैन उहाँसँग डिस्कस गर्न मिल्दैन भनेर अन्य सङ्घ संस्थाहरू ब्याक हुँदा रहेछन् के हो त यो चाहिँ हैन त्यो तपाईलाई जसले गलत यो कस्तो मलाई चाहिँ फेरि कस्तो लाग्छ भने अब म कसैको चाप्लोसिनी गर्दिनँ आजसम्म कहीँ कसैको म 1 रुपैयाँ खाने उ गर्ने पनि गर्दिनँ इभन कस्तो भने म एउटा व्यवसाय गर्छु यहाँ मसित लेबर मजदुरहरू छन् हैन मैले चाहिँ समाजवाद भनेर भन्दै गर्दा मैले मेरो कम्पनीमा तपाईको सर अहिले नर्मली हेर्नुहुन्छ भने 1000+300 गभर्नमेन्टले तोकेको छ एउटा लेबरहरुको अब मेरो लेबरहरुले 4000 4500 5000 सम्म 3500 भन्दा माथि नै चाहिँ स्यालेरी चाहिँ उनीहरुले उठाएर हिँड्छन् हैन उनीहरुले चाहिँ त्यति गर्छन् आज अन्य व्यवसायीहरुको मैले नामै त नतोकम अरु व्यवसायी साथीहरु क्याम्पमा जाने स्थिति हुँदैन
यति महिनाको तलब किन दिनुहोस्, यो किन दिनुहोस्, अब मलाई घर पठाइदिए, तेरो काम नपाए। तर तपाईँ मसँगै जानु भने म उनीहरूसित बसेर खान्छु सँगै, मेरा लेबरहरू। त्यस्ता व्यवसायीलाई तपाईँहरूले किन अहिलेसम्म केही पनि गर्नु भनेर, तपाईँ जनताको पक्षमा काम गर्छौँ, हामी पब्लिकको पक्षमा काम गर्छौँ भने तपाईँले चाहिँ राम्रो गर्ने, ती ठग्ने व्यवसायीहरूलाई किन कारवाही गर्न सक्नु भएन? तपाईँ जनताको पक्षमा काम गर्छु भन्ने अनि तिनीहरूको लागि किन आवाज उठाउनु भएन? एम्बेसीमा किन फाइल लानु भएन? तपाईँहरू सङ्घ संस्थाहरू किन एकीकृत हुन सक्नु भएन ठग्ने व्यवसायीको लागि? कि नेपालीलाई ठग्न आँखाले ठुलो ठुलो हेर्ने र छोडिरहने हो तपाईँहरूको काम? होइन, तर अब यसमा पनि के छ भने अब म व्यवसायी सङ्घको पनि सचिव छु होइन, त्यहाँ पनि धेरै व्यवसायी सङ्घको सचिव भयो नि, ठग्ने त अहिले व्यवसायीले, नेपाली व्यवसायीले नै नेपालीलाई ठगिरहेछ त। अब तपाईँ सचिव भए मान्छे, तपाईँ यत्रो माओवादीको अध्यक्ष भए मान्छे, तपाईँले किन प्रतिकार गर्नुहुन्न त? अब ठग्नलाई, गरिबलाई चाहिँ ठग्न पाइन्छ, धनी धनी चाहिँ लुट्नुपर्छ भन्ने हो। अब अहिले चाहिँ यो कुरामा ठ्याक्कै तपाईँले मजाको क्वेसन गर्नुभयो। नेपाली व्यवसायीलाई ठग्यो होला होइन, त्यो कुरामा त म पनि दुई मत राख्दिनँ होला। कामदार ठगे हो, नेपालीले नेपाली कामदार ठग्यो भन्दा चाहिँ यो कुरामा अलिकति मैले रिजर्भेसन राख्छु, किनभने अलि पहिला त्यस्तो थियो होला होइन। जब डाक्टर माया कुमारी शर्माको पालामा जसरी चाहिँ 1000+300 भनेर चाहिँ हामीले अहिले जुन नेपाल गभर्मेन्टले दिएको एउटा स्यालेरी छ होइन, त्यो नभइकन त न हाम्रो यहाँबाट एटेस्टेड बन्छ, न साथीहरू आउँछन्, झुक्कारै लिएर आए पनि हरेक महिनामा कतार गभर्मेन्टले यति सुरक्षित गरिदिएको छ लेबरहरूको तपाईँको वेजेस तलब उनीहरूको हरेक महिनामा मैले उनीहरूको ब्याङ्क खातामा मैले त्यो गभर्मेन्टले तोकेको, नेपाल सरकारले र कतार सरकारले सहमति गरेर तोकेको जुन पैसा छ त्यो पैसा मैले उहाँहरूको चाहिँ एकाउन्टमा, लेबरहरूको एकाउन्टमा मैले ट्रान्सफर गरिनँ भने मेरो कम्पनी अहिले ब्लक हुन्छ। अर्को महिनाबाट मैले कुनै पनि यहाँको प्रशासनिक कामहरू चाहिँ मैले अगाडि बढाउन सक्दिनँ भनिसकेपछि चाहिँ अहिले ठ्याक्कै नेपाली व्यवसायीहरूले लेबर मारेका छन् भन्ने विषयमा चाहिँ मलाई चाहिँ त्यस्तो मलाई लाग्दैन। तर हो, कतिपय झोले कम्पनीहरू छन्, झोलामा बोकेर हिँड्ने कम्पनीहरू छन् होइन। एउटा कम्पनी खोल्यो, 10-8वटा भिसा निकाल्यो, मान्छेहरूसित 2-4 लाख रुपियाँ पैसा उठायो, लिएर आयो, अलपत्र पार्यो। अब त्यसमा अहिलेको हाम्रो रमेश भट्टजीले नेतृत्व गरेको जुन एनसीसी कतार छ, यसले अब इतिहासकै, म चाहिँ मेरो तर्फबाट इतिहासकै सबैभन्दा सफल कार्यकाल पनि भन्छु यो एनसीसीको। विभिन्न उतार चढावहरूको बिचमा, आइसिसीका विवादहरूको बीचमा पनि जसरी एउटा सम्मान लिएर जाँदै गर्दा सबैभन्दा बढी श्रमिकहरूको समाधान पनि अहिलेको एनसीसीको यो कार्यकालले, हाम्रो कृष्णपन्थीजीको नेतृत्वमा उहाँको एउटा चाहिँ उपसमिति छ, त्यो उपसमितिले निकै राम्रो काम गरेर चाहिँ अहिले अगाडि बढेको छ। उहाँहरूलाई पनि म सम्झिन चाहन्छु। यो तपाईँले काम गर्यो, सामाजिक संस्थाहरूले काम गर्यो, त्यो हामी मान्न तयार छौँ, हामी पनि यो विषयमा अपडेट नै छौँ। तर धेरै नेपाली कामदार अहिले पनि कतारमा समस्यामा छन्। अहिले पनि अब नेपाली राजदूतावासको तथ्याङ्क हेर्दा नेपाली व्यवसायीहरू र तपाईँहरूको नेपाली व्यवसायी समाज कतारका व्यवसायीहरूबाटै नेपाली कामदार ठगिएका छन्, जो कि कामदार ल्याउँदैमा, त्यो सुरुमा ल्याउँदैमा ऊ ठगिया हुन्छ, ऊ खरिद भएर आएको हुन्छ, उसले अब 2 लाखदेखि 2.5 लाख, 3 लाख, 3.5 लाख, 4 लाखसम्म तिरेर आएको छ। अब यहाँ आएपछि नै ऊ पटक ठगिरहेछ। अब तपाईँहरू भन्नुहुन्छ हामी क्रान्तिकारी पार्टी, हामी प्रचण्डको झोले, हामी प्रचण्डको लागि जे गर्न पनि तयार छौँ भन्नुहुन्छ। तर त्यसको लागि कहीँ कुनै पनि सङ्घ संस्था त्यो आर्थिक विषयमादेखि लिएर कामदारका विषयमा इस्युगत रूपमा कसैले मैले गर्दा अर्को रिसाउँछ कि अर्को व्यवसायी रिसाउँछ कि भनेर तपाईँहरू कुनै पनि सङ्घ संस्था, चाहे माओवादी, काङ्ग्रेस, एमाले, तिनटैको मौन समर्थन छ। किन यस्तो हुन्छ? होइन, अब तपाईँ त कमसेकम क्रान्तिकारी पार्टीको अध्यक्ष भनेपछि त अलिकति आवाज उठाउन सक्नुहुन्छ। यसमा चाहिँ म के भन्छु भने हामी झन्डै अहिले हाम्रो उसमा चाहिँ जनपरिशील मञ्चमा 1400 जना हामी श्रमिकहरू, धेरै श्रमिक छौँ हामी, 1400 जना हामी एक्टिभ छौँ होइन। यो चाहिँ के हो भने बारम्बार दूतावासमा गएर म आफैले स्वयं त्यहाँको चाहिँ राजदूतज्यूसित, महामहिमज्यूसित अथवा त्यो एम्बेसीको टिमसित बसेर तपाईँहरूलाई हामीले गर्नुपर्ने सहयोग के हो भन्नुहोस् है भनेर हामीले बारम्बार भनिराखेका हुन्छौँ। र मलाई चाहिँ जहाँसम्म लाग्छ मेरो आफ्नो उसमा चाहिँ यसरी नेपाली व्यवसायीले लेबर मजदुर ठगे अरे भनेर चाहिँ त्यो नेपाल एम्बेसीमा त्यहाँ त्यसरी निवेदन, ती चिठीहरू गएको जस्तो मलाई लाग्दैन। त्यो छन् भने नेपाल एम्बेसीले आज नै
सम्पर्क गरोस्, को व्यवसाय हो, कहाँ हुनुहुन्छ, कसरी हुनुहुन्छ, हामीलाई चाहिँ उनलाई चाहिँ लिएर आएर कठगरामा त्यही एम्बेसीमा कठगरामा विदिन 3 घण्टा 4 घण्टाभित्र राखेर हामी वाट इज नेक्स्ट भनेर चाहिँ हामी रिजल्टसहित काम गर्छौँ। जस्तो अब मैले यो विषयवस्तु रोकेँ, तपाईँको नेपाली कामदार ठगिने सबभन्दा पहिलो ठाउँ भनेको नेपालमै हो है। त्यहाँ म्यान पावर कम्पनीहरूले पैसा जुन लिन्छन् लागत, त्यसमा 2 लाख 3 लाख रुपियाँ, जुन कतार आउँदैमा पनि 1.5 लाख 2 लाख रुपियाँ लिने अवस्था छ होइन, 2 लाख प्लस छ भनौँ न। त्यसरी ल्याउँदाखेरि सुरुवातमा कतारमै रहेको व्यवसायीहरूले डिमान्ड म्यान पावरलाई दिँदाखेरि नै यताको चलखेलमा चाहिँ उनीहरूको एउटा ठुलो हात हुन्छ। दूतावासमा पैसा खुवाउनेदेखि लिएर यहाँ डिमान्ड किन्नका लागि एजेन्ट या एजेन्सी या एचआर, यहाँका जो कम्पनीहरू हुन्छन् उनीहरूका एचआरसँग नेगेटिभ डिल हुन्छ। जबकि नेपाली कामदारलाई त्यसले चाहिँ आर्थिक भार बढाउने भयो, उताबाट आउँदाखेरि महँगो पर्नुको पछाडिको रिजन म्यान पावरले डिमान्ड लिँदैमै महँगो परे हुन्छ। यताको विभिन्न अस्वस्थ प्रतिस्पर्धाले गर्दाखेरि, त्यो प्रतिस्पर्धाले गर्दाखेरि के हुन्छ, जस्तो कि नेपालको म्यान पावर कम्पनी यहाँ आउँदाखेरि तपाईँहरू व्यवसायीले यहाँको कम्पनीहरूसँग मिलेर रोजगारदातालाई के भन्नुहुन्छ भने पहिला टिकट दिइरह रोजगारदातालाई हामीलाई टिकट चाहिँदैन, हामी टिकट कामदारबाटै चाहिँ कटाउँछौँ भन्ने टाइपले पनि खर्च बढ्यो नि त। अनि अर्को भनेको फेरि अर्को म्यान पावर व्यवसाय आउँछ, त्यतिखेर चाहिँ हामीलाई टिकट पनि दिनु परेन, उल्टै म चाहिँ एचआरलाई चाहिँ यति पैसा 30,000 50,000 प्रति कामदार दिन्छु भन्ने खालको यो खालको लडमा चाहिँ एनआरएनको केही प्रतिनिधिहरू पनि परेको, केही व्यवसायी जो चाहिँ कतारमा बस्ने अथवा युएमा बस्ने यो खालको व्यवसायी परेको भन्ने कुरा आइराखेको हुनाले अघि सरले उठाउनु भएको विषयपछि कामदार ठगिने चाहिँ त्यहाँबाट पनि भइरहेछ नि त। त्यो कुरालाई रोक्नका लागि चाहिँ एनआरएनले आवाज उठाएको छ कि छैन, तपाईँहरूले कति यो विषयमा जानकार हुनुहुन्छ भन्न खोजेको? यो एकदमै सही हो। यो तपाईँले जुन प्रश्न राख्नुभयो यो तपाईँले वास्तविक प्रश्न गर्नुभयो। रियालिटी पनि यो नै हो होइन। जस्तो अब तपाईँको सबैभन्दा ठुलो उदाहरण त अहिले हेर्नु न, अहिले नेपाली राजनीतिक परिवृत्तमा लेखक जे जसरी गृह मन्त्रालय सचिवदेखि जुन एउटा यो सबै ब्युरोक्राट्स जम्मै नेपालको जुन एउटा लामबद्ध भएर गरेर लागि परेको छ। जस्तो अब कतारको सवालमा चाहिँ तपाईँले गरेर गर्दाखेरि अब यसलाई चाहिँ निर्मम पार्नको लागि, यसलाई निर्मूल गर्नको लागि यो हामी माथिको एउटा कुनै एमाले काङ्ग्रेस अथवा उसका साथीहरू अथवा एमबीसीले भन्दा पनि यहाँ भएका 4.25 लाख नेपालीहरू र आउने मान्छेहरूबाटै सतर्कता नभएसम्म यो समस्याको समाधान हुन्छ जस्तो मलाई लाग्दैन। किनभने अब कसको पछि लागेर कति सक्ने भन्नु त। होइन, इमान्दारिताको कुरा आउँछ क्या। जस्तो कि त्यहाँ एयरपोर्ट सेटिङ गर्ने अधिकारी इमान्दार भइदिएको थियो भने एयरपोर्ट सेटिङै हुन्थेन। त्योभन्दा पहिला गृहमन्त्री इमान्दार भइदिएको थियो भने एयरपोर्ट सेटिङ गर्नेलाई नै अलरेडी पहिल्यै त्यो त जानकारी त हुन्छ नि त। हुन्थ्यो, वर्षौँदेखि चलेको ऱ्याकेट हो त्यो त। त्यो भनेको के हो भने प्रधानमन्त्रीदेखि लिएर, अझ भनौँ राष्ट्रपतिदेखि लिएर, प्रधानमन्त्रीदेखि लिएर, मन्त्रीदेखि लिएर, दूतावासमा आउने कर्मचारीदेखि लिएर सबै सरकारी संयन्त्र सुध्रियो भने, इमान्दार भयो भने ठगी हुने जुन सञ्जाल छ त्यो आफैमा अन्त्य हुन्छ। एउटा कुरा हजुर, उनीहरूले टाइट गरिदियो भने त व्यवसायीले त यसै पनि टाइट गर्न पर्यो, किनकि दूतावासमा घुस खाँदैन भने घुस को बुझाउन जान्छ त्यहाँ पर्यो होइन। यो सबै परिस्थितिलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ भन्न खोजेको? अब यसमा चाहिँ के छ भने यो मैले पनि एकदम कहिलेकाहीँ एक्लै बसेर घोत्लेर सोच्ने गर्छु क्या। आज तपाईँको भारत हेर्नुहुन्छ भने आज भारत विश्वमै तपाईँको अर्थतन्त्रका हिसाब किताबले सबै हिसाबले विश्वको 10वटा औँला देशभित्र आउने कन्ट्री भइसक्यो, देश भइसक्यो। किनभने भारतको ब्युरोक्राट्स देशप्रति इमान्दार भइदियो कि, भारतको कर्मचारी तन्त्र देशप्रति इमान्दार भइदियो। तर नेपाल के हो त, जस्तो अब तपाईँको एउटा मन्त्री आउँछ, एउटा हाम्रो गभर्मेन्ट स्टेबिलिटी त छैन होइन, पोलिटिकल स्टेबिलिटी त छैन अहिले हाम्रो देशमा। तर पनि पोलिटिकल स्टेबिलिटी नरहँदै गर्दा पनि काम गर्ने त कर्मचारीले हो नि त। जस्तो तपाईँ अघिल्लो प्रचण्ड सरकारको उसमा हेर्नुहुन्छ भने पछिल्लो चरणमा जब सरकार ढल्ने निश्चित प्राय भइसकिसकेपछि न रविले चाहिँ कोही मान्छेहरू चाहिँ उ गराएर गृह मन्त्रालयबाट चाहिँ एरेस्ट वारेन्ट गरेर समाइहाल्छन् कि भन्ने हिसाब किताबले रविका 2 जना सचिव 1 महिना पहिलाबाट बिदामा बस्दिनु भयो। अब यो सरकार नखजिन्जेलसम्मको लागि बिदामा बस्दिनु भयो। बिदा बस्न पाउने त कानुनी रूपमा उहाँको अधिकार हो, तर पनि नियत त सही भएन नि त। भनेपछि नेपालमा अब
यो जबसम्म यो ब्युरोक्राट्स नेपालमा अलिकति इमान्दार भएर अन्डर टेबलहरूलाई चाहिँ अलिकति उ नभएर देशभक्ति भावना चाहिँ जबसम्म ब्युरोक्राट्समा आउँदैन, अब यो झन् आजभन्दा भोलिभन्दा पर्सि वर्स सिनारियो नै भयो। समस्या के रह्यो भन्दा ब्युरोक्राट्सले नेतालाई दोष दिने, नेताले ब्युरोक्राट्सलाई दोष दिने। हामीलाई यदि पैसा उठाउन ठेक्कै दिएको छ भन्छन्, अनौपचारिक हामीले यसो कुराकानी गर्दाखेरि ब्युरोक्राट्सका जो अधिकारी हुन्छन् उनीहरूलाई तपाईँहरू यो किन यो खालको घुसिया प्रवृत्तिमा हुनुहुन्छ भन्दाखेरि माथिबाट आदेश, मुहान सफाइ छैन भन्छन्। मुहान भनेको को? मन्त्री अथवा जो राजनीति गर्छ, जो त्यो पदमा पुग्यो, जो सरकार सत्तामा छ त्यो व्यक्ति हो। उसले कसरी चलाउँछ त्यो मन्त्रालय, कसरी चलाउँछ त्यो कर्मचारी संयन्त्र, त्यही अनुसारको राज्य बन्ने हो हैन। आज तपाईँलाई अघि मैले प्रश्न गरेको थिएँ नि, जुन झोले भन्ने शब्द, त्यो शब्द कहाँनिर आउँछ भने यदि आजको दिनमा रमेश लेखक तपाईँको पार्टीको गृहमन्त्री हुनुहुन्थ्यो भने तपाईँ यसको विरोधी हुनुहुन्थेन क्या, यो खालको व्यतिथिको विरोधी। त्यो कारणले झोले भन्ने शब्द युज गरेको हो हैन। तपाईँलाई अब एउटा कुरा अझै एउटा म तपाईँलाई एउटा ठाउँ दिएँ, यदि रमेश लेखकको ठाउँमा तपाईँको माओवादीको पार्टीको कोही गृहमन्त्री यतिखेर मुछिएको थियो भने तपाईँ विरोध गर्नुहुन्थ्यो भन्दैन, जसरी अहिले लेखकको विरोध गरिराख्नु भएको छ। अब यसको सबैभन्दा ज्वलन्त उदाहरण भनेको हिजो कृष्ण महरा सभामुख हुँदै गर्दा जसरी कृष्ण महराजीको विषयमा रोशनीको चाहिँ त्यहाँ उ गरेर आयो, सबभन्दा पहिलो विरोध गर्ने माओवादीभरिमै मैले सुनेको 2 सेकेन्डमा मैले आफूले चाहिँ विरोध गरे जस्तो लाग्छ। त्यो तपाईँलाई चाहिँ एउटा ठुलो उदाहरण। यसमा के छ भने अब यदि देशै बनाउने हो, देशै बनाउने हो भने छोडिदिनुहोस्, म सबै तमाम म तपाईँ नेपाली भएर हेरौँ। अब आज म काङ्ग्रेस, म एमाले, म पनि एकछिन माओवादीबाट म माओवादी छोडेर चाहिँ उ गरेर जान्छु। एमालेको के छ त? एमालेको अबको गन्तव्य के हो त? एमालेका साथीहरूले लिएर आउनुहोस्। अबको काङ्ग्रेसको गन्तव्य के हो? काङ्ग्रेसका साथीहरूले लिएर आउनुहोस्। यदि देशै बनाउने हो भने माओवादी कहाँ छ ल सुन्नुहोस्। अहिले हामीले यत्रो ब्युरोक्राट्सका कुरा गऱ्यौँ, कर्मचारी तन्त्र चाहिँ देशप्रति इमान्दार भइदिएन भन्यौँ हैन। झोलेका कुराहरू, बारम्बार झोलेका कुराहरू हामीले यहाँ निकाल्यौँ। अब के गरौँ ल, वैज्ञानिक बहस गरौँ। जम्मा दुईटा चिजहरूलाई चाहिँ परिवर्तन गरेर जाउँ। आज 2/3 सरकार छ, यो काङ्ग्रेस एमालेले गरिदियोस्, यसको जस पनि उसैले लियोस्। माओवादी नेपथ्यमा बसेर सहयोग गर्नको लागि तयार छ। दुईटा कुरा, एउटा कुरा के राज्य व्यवस्था संयन्त्र, अर्को के निर्वाचन प्रणाली। हामीले के भनेका छौँ, प्रत्यक्ष कार्यकारी प्रमुखमा जाउँ, चाहे प्रधानमन्त्री होस् चाहे राष्ट्रपति, जोसुकै बनोस्, जोसुकै बनोस्। हामी चाहिँ एउटा रैती नबनाऊँ कि कुनै एउटा मेरो छोरो नि बन्न जाओस्, तपाईँको भाइ पनि बन्न जाओस्, उसको मामा बनोस् कि एउटा 14 अञ्चल 75 जिल्लाबाट एउटा नेपाली नागरिकता पाएको सार्वभौम सम्पन्न नेपाली चाहिँ त्यहाँ गएर कार्यकारी एउटा प्रमुख बनोस्। जनताले चुन्नु पर्यो। जनताले जसलाई म्यान्डेट दिन्छ, बालेन आउन् कि, रवि आउन् कि, हर्क आउन् कि, हमाल आउन् कि, प्रचण्ड आउन् कि, केपीलाई म्यान्डेट दिन्छन् भने नि सही छ, शेरबहादुरलाई म्यान्डेट दिन्छन् भने नि सही छ, लिङ्गदेनलाई म्यान्डेट दिन्छन् भने जनताले पठाएका प्रतिनिधिहरूले नै चुनेर ओलीलाई प्रधानमन्त्री बनायो नि त। अब यसमा के हुन्छ भने हामीले हेर्नुहोस्, यो पहिलो संविधान सभा त सफल हुन सकेन, त्यहीँबाटै हामीले नोट अफ डिसेन्ट राखेर यो संसदीय व्यवस्था भनेको तपाईँको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भनेर हामीले किन भने हो त? तपाईँको हेर्नुहोस्, हिजो आज कति भयो? 2 वर्ष भयो इलेक्सन भएको होइन, 2 वर्ष 2.5 वर्ष हुन लाग्दैछ हो। हामी 32 सिट लिएर आएर हामी माओवादीले चाहिँ झन्डै 18-19 महिना हामीले चाहिँ त्यो चाहिँ सरकार सञ्चालन गऱ्यौँ। के नेपाली जनताको म्यान्डेट माओवादीलाई सरकार चलाउने हो त? त्यो पनि ठिक थिएन। त्यो सही होइन। हाम्रो त अध्यक्ष कमरेडले भन्नुभयो यो म्याजिकल नम्बर हो, यो म्याजिकल नम्बर हो, यसले म्याजिक गर्छ। त्यो किनभने प्रचण्ड कमरेड अलिकति नेपाली राजनीतिमा चतुर खेलाडी भएर उहाँले चेक एन्ड ब्यालेन्समा राखेर त्यही संसदीय व्यवस्थाभित्र बसेर एउटा चाहिँ दूरदर्शी, उहाँको दूरदर्शीपन, उहाँको डाइनामिक लिडरसिप, त्यो चिजहरूले गर्दा चाहिँ सम्भव भएको कुरा हो। ल त्यसो भए अब खेलौँ। त्यसो भए त्यो भोलि प्रचण्ड राष्ट्रपति बनोस्, के अरे नबनोस्, अथवा प्रधानमन्त्री नबनोस्, माओवादी पत्ता सापै भयो नि होस्, तर जनताको म्यान्डेट डाइरेक्ट सिधै प्रत्यक्ष रूपमा प्रधानमन्त्री चुज हुनुपर्छ भन्ने तपाईँहरूको पार्टीको म्यान्डेट। मेरो सुप्रिमोले तपाईँको प्राय जस्तो सबै भाषणहरूमा तपाईँको रेकर्डेड
नेपालको संसदको रेकर्डेड भवनमा बसेर उहाँले भन्नुभएको छ हो तपाईँहरू चाहिँ तपाईँको हेर्नु न कति लाजको पसारो संसारमा। एकछिन मैले अहिलेको मेरो कुरै मेटेर आउनु पाएको छैन मैले। तपाईँको अहिले तपाईँ हेर्नुहुन्छ भने हामी लोकतन्त्रका हिमायती, हामी लोकतन्त्र हामीले लिएर आएको, बिपीको लोकतन्त्रका कुराहरू नेपाली काङ्ग्रेसले गर्छ होइन। हामी शान्ति लोकतन्त्र, हामीलाई त आतङ्ककारी नै घोषणा गरे एमाले साथीहरूले। तपाईँहरू लोकतन्त्रको कुरा गर्नुहुन्छ। संसारभरिमा मलाई एउटा देश र एउटा उदाहरण देखाउनुहोस् त जहाँ पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको छ र अरूलाई कम्तीमा पहिलो या दोस्रो दल त एउटा दल सरकारमा गए अर्को त प्रतिपक्षमा बस्नुपर्ने हो नि। बलियो प्रतिपक्ष बिनाको सरकार सम्भव छैन नि त। रातारात तपाईँको चाहिँ राति 12 बजे व्यापारीको घरमा बसेर सरकार ढालेर खोइ कहाँ गए ती त्यत्रा भुटानी शरणार्थीका त्यत्रा काण्डहरू कहाँ गए होइन। बेचन झाला उति बेला किन छोडियो? त्यही एउटै सहकारी मुद्दामा चाहिँ लगेर कोही पार्टीका सांसद, सरकारमा भएका पार्टीका सांसदलाई उति बेला हाजिर गराइन्छ, उति बेलै बयान लिइन्छ, उति बेलै धरौटी खोलिन्छ, उति बेलै छोडिन्छ। त्यो एउटा चाहिँ अब नयाँ आयामको रूपमा आयो। अलिकति जनताहरूले बढी विश्वास गर्न लाए यो चाहिँ पछिल्लो आएको पार्टी भनेर आज चाहिँ 14 अञ्चल 75 जिल्ला रविलाई जसरी घुमाउँदै लिएर हिँड्ने एउटा यो त गलत संस्कार हो नि। हामीले के भनेका छौँ भने काङ्ग्रेस र एमालेका साथीहरूलाई सामान्य कर्जा, अब ठुला नेताहरू त नेता भइहाले ती आउँदैनन्, सामान्य मेरो लेभलका कार्यकर्ता कि तपाईँहरू यतिको विचार दिएर मलाई लैजानुहोस्, म जान्छु, म काङ्ग्रेसै बन्न तयार, एमाले बन्न तयार, राप्रपै बन्न तयार, तर देश बनाउनतिर जाउँ के। प्रत्यक्ष कार्यकारी छानौँ। उसले के गर्छ? राम्रो डक्टरहरूबाट शिक्षा स्वास्थ्य मन्त्री ल्याउँछ, प्रोफेसरहरूबाट चाहिँ तपाईँको चाहिँ शिक्षा मन्त्री ल्याउँछ होइन। तपाईँको अर्थविदहरूबाट चाहिँ उसले ल्याउँछ। 5 वर्षको एउटा म्यान्डेट दिइसकेपछि नभए त अर्को 5 वर्षमा देशको आयु त सकिन्न नि त। तपाईँ हाम्रो व्यक्तिगत लाइफमा ऊ होला पहिलो कुरो। अब दोस्रो कुरो अर्को समस्या यहाँ छ कि अघि भ्रष्टाचार, यो कर्मचारी तन्त्र किन इमान्दार भएन भन्ने कुराहरू छ नि। जस्तो तपाईँ सामान्य म पनि त्यसको भिक्टिम छु कि मेरो बाबालाई रत्नगर नगरपालिकामा मैले त्यहाँ चुनाव लडाउँदै गर्दाखेरि त्यहाँ भएको व्यक्तिगत रूपमा तपाईँले त्यहाँ गएर सर्वेक्षण गर्नुहुन्छ भने 3टा क्याडर मध्ये सबैभन्दा बेस्ट मेरो बाबा। तर त्यहाँ के छ त? रुख, सूर्य, हँसिया हतौडा त्यो चिजले प्रभाव पारेर चाहिँ त्यहाँ के हुन्छ भने एउटा राम्रो क्याडर पछि लाग्छ क्या। जस्तो उदाहरणको लागि एउटा चक्कु लिन्छ नि हामीले, त्यो चक्कु त हामीले स्याउ काट्न, तरकारी काट्न चाहिँ आफ्ना डेली लाइफका साधनहरू काट्नको लागि प्रयोग गरिन्छ नि होइन। तर त्यही चक्कु चाहिँ लएर मान्छे घोचियो भने त त्यसको त गलत व्यवस्थापन हो नि। अहिलेको संविधानले तपाईँलाई एउटा ओडामा तपाईँको ओडाभरिका मान्छेहरूमध्ये सबैभन्दा सफल को छ, सबैभन्दा सक्षम को छ तिम्रो ओडा बनाउनको लागि? को छ विज्ञ, को छ विद्वान? त्यो मान्छेलाई लिएर गएर तिम्रो ओडा बनाऊ भनेर अधिकार दिए हो नि त सरकारले, एउटा हाम्रो इन्स्टिट्युसन, हाम्रो संविधानले। तर हामीले कसरी प्रयोग गऱ्यौँ त? त्यहाँ एउटा अलिकति काङ्ग्रेसको, एमालेको, माओवादीको, कुनै पनि दलको अलि फटै भए पनि उसको बाहुल्य त बढी छ भने ऊ वडा अध्यक्ष भएर आउने भयो कि। अब ऊ वडा अध्यक्ष हुने बेलामा के भयो? जनता तपाईँ हामी जसले पेट्रोल हालिदिन्छ, जसले मासु भात खुवाउँछ, जसले रक्सी दिन्छ, उसले 50 लाख खर्च गरेर वडा अध्यक्ष हुन्छ। अनि ऊ 50 लाख तिमीले एउटा मत दिन चाहिँ रक्सी र मासु भात खान्छौ होइन, तिम्रो बाइकमा पेट्रोल हालिदिनु पर्ने छ। अनि त्यो एउटा व्यक्तिले चाहिँ गएर त्यो फटाले चाहिँ गएर अनि तिम्रो वडा बनाइदिन्छ त। त्यो त यो संस्कार त तपाईँहरूले पनि परिवर्तन गर्नुपर्थ्यो। तपाईँहरूले पनि त चुनावमा चाहिँ नि भाग लिनुभयो, तपाईँहरूले पनि उसै गरी खर्च गर्न थाल्नुभयो, मासु भात पनि खुवाउन थाल्नुभयो। यो त अरूलाई मात्रै आरोप लगाइयो कि हामी आफूले पनि त गर्नुपर्ने होला। यो मैले अघि पनि भने यो तपाईँको 240 वर्षको यो लामो राजतन्त्र, यो बिचमा पुराना पार्टीहरूको एउटा त्यो लामो पुरानो जग, त्यो भित्रको कर्मचारी तन्त्र, त्यहाँभित्रको ब्युरोक्रेट जसले जान जे भने पनि नेपाली कङ्ग्रेस र एमालेको चाहिँ तपाईँको कर्मचारीमा होस् अथवा पुलिसमा होस् अथवा ओडामा होस्, उनीहरूले यस्तो जरो गाडेर राखेका छन् नि। त्यो अघि मैले स्कुलिङ भने नि, एमाले नै भन्ने, त किन एमाले भने विचारको जबज भनेको के हो थाहा, फुल फर्मै थाहा छैन। त्यसरी नगरी उल्टी सिद्धिन्छ माओवादी भन्ने भयो होइन। माओवादी कहिले पनि सिद्धिन्न। प्रचण्ड कमरेडले माओवादी छोडेर जानुहुन्छ, लास्टमा म जिउँदो भइन्जेल त माओवादी सिद्धिन्न। म एक्लै भयो नि माओवादी हुन्छु, म एक्लै भयो नि माओवादी हुन्छु। हाम्रो समय अभावको कारणले गर्दाखेरि तपाईँसँग हामीले अब अन्तिममा हामीले आज विषयवस्तु राख्न छुट्याएको केही अझै बोल्न केही पाए हुन्थ्यो भन्ने विषय केही छ भने थोरैमा छोटोमा भनिदिनुहोस्।
अब म चाहिँ के भन्न चाहन्छु भने तपाईँ हामी युवा जस्ट यङ एज तातो रगत होइन हामी छौँ। अब यो कस्तो भने विभिन्न खाले राजनीतिकहरू खोल ओढेर भन्दा नि हामी यदि देशै बनाउने हो भने मेरो स्वार्थ के छ भने मात्र मेरा दुईटा छोरछोरी अहिले कतारमा छन्, तिनीहरू मजाले चाहिँ नेपालमा गएर त्यही शिक्षा दीक्षा लिएर त्यही आफ्नो करियर बनाएर त्यही आफ्नो चाहिँ आफ्नै देशलाई बनाएर चाहिँ त्यही गरेर चाहिँ त्यही आफ्नो जीवनयापन गर्न पाउन्। एउटा नेपालीले नेपालमै आफ्नो प्लेटफर्म खोजेर गर्न पाओस् भन्छु म। किनभने मेरो लाइफको यत्रो 17-18 वर्षको मेरो जीवनकै सबभन्दा महत्त्वपूर्ण समय मैले आएर चाहिँ प्रवासमा बिताउनु पर्यो। मेरो छोरछोरीहरूले त्यो गर्न नपरोस्। मेरो स्वार्थ यति हो। यदि तपाईँहरूको पनि स्वार्थ त्यही हो, यदि तपाईँहरूको मेरो स्वार्थ कदापि माओवादी बनाउनु होइन, देश बनाउनको लागि माओवादी बनाउनको लागि म माओवादीमा छु, त्यसरी बुझौँ। यदि तपाईँहरूको पनि त्यही हो भने आउनुहोस्। अहिलेको 84 को निर्वाचनमा कसलाई लिएर जाने बहस गरौँ। तपाईँ हामी युवा अब बहस गरौँ। खालि बुढा नेताहरूलाई मात्रै दोष दिएर यो गरेर अहिले के छ भने यो ट्रेनमा चाहिँ होइन यी बुढा नेताहरूले गर्न सकेनन्, बुढा नेताहरू जानुपर्छ, युवा पुस्तालाई चाहिँ नेतृत्व दिनुपर्छ भन्ने जुन एउटा त्यो चाहिँ एउटा सबैको मुखमा सुनिन्छ नि अहिले, त्यो मलाई सरासर गलत लाग्छ के। अहिले तपाईँको माओवादीका नेताहरू हुन्, युवा पुस्ताका हाम्रा जनार्दन शर्मा, वर्ष पुन, शक्ति बस्नेत लगायतका हाम्रा जति पनि देव गुरुङ लगायतका नेताहरू छन्, उनीहरूले दिनु पर्यो नि त। अब समाजवादको यात्रा यो हो। हामी चाहिँ आर्थिक रूपान्तरण यसरी जान्छौँ, हामी भौतिक रूपान्तरण यसरी जान्छौँ, विकासको लागि नेपालको समाजवादको मोडालिटीको लागि पूर्वाधार यसरी तयार गर्छौँ भनेर खाका बनाएर आउनु पर्यो। एमालेको पनि युवा पङ्क्तिले योगेश भट्टराई लगायतका नेताहरूले त्यसरी आउनु पर्यो। काङ्ग्रेसमा गगन थापा, विश्वप्रकाशहरू लगायतका नेताहरूले त्यो एजेन्डा लिएर आएर नेतृत्व त प्रतिस्थापन पो गरेर आउन सक्नु पर्यो त। नेतृत्व लाउ तिमी गर भनेर त कसले दिन्छ र? हुन्छ राजी, एकदमै समय दिनुभयो, धेरै धेरै धन्यवाद यहाँलाई समयको लागि। र विशेष गरी एउटा राजनैतिक आफ्नो वैचारिक विषयवस्तु पनि तपाईँले राखिदिनु भयो र आफ्नो देशप्रति जुन खालको माया, जुन खालको लगावका कुराहरूमा प्रवासमा बसेर पनि यति धेरै चिन्ता, यति धेरै चासो व्यक्त गर्नु, यहाँलाई धेरै धेरै धन्यवाद। हुन्छ, नमस्ते।